कहिलेकाहीँ जिन्दगीको दौडमा थाक्दाखेरि केटीहरूको लागि पो माइत हुन्छ, जहाँ गएर उनीहरू शान्तिको सास फेर्न सक्छन्, मन खोलेर हाँस्न सक्छन् अनि एकछिनको लागि सबै कुरा बिर्सन सक्छन्। तर एउटा केटा मान्छे थाक्यो भने कहाँ जाओस्, आफ्नो पीडा कसलाई सुनाओस्, उसले कसको ढोका ढकढक्याओस्, किनकि केटाहरूको कुनै माइत हुँदैन। उसका लागि त घर भन्ने शब्द नै जिम्मेवारी हो। ऊ बाआमाको सहारा बन्छ, श्रीमतीको भरोसा बन्छ अनि छोराछोरीको सपना पूरा गर्ने मान्छे हुन्छ। तर यो सबै गर्दा गर्दै आफ्ना व्यक्तिगत रहरहरू कुन कुनामा छुट्छन् उसलाई नै पत्तो हुँदैन। केटाहरू पनि थाक्छन् नि, तर रोकिन पाउँदैनन्, भित्रभित्रै टुट्छन् पनि, तर बाहिर कहिल्यै देखाउँदैनन्। केटा मान्छे भएर रुनु हुँदैन, आफ्नो भावना देखाउनु हुँदैन भन्ने समाजको कुरा सुन्दा सुन्दै उनीहरू सानैदेखि आफ्नो आँसु र भावनालाई भित्रभित्रै दबाउन सिकिसकेका हुन्छन्। साँचो कुरा त यही हो, एउटा केटा मान्छेको विश्राम गर्ने कुनै ठाउँ हुँदैन। उसको एक्लोपनको एकमात्र सहारा भनेकै उसको आफ्नै मौनता हो, जहाँ ऊ चुपचाप रुन्छ अनि चुपचाप नै आफूलाई सम्हाल्छ।